आदरणीय दर्शकबिनहरू, चुनाव अघि सम्माननीय प्रधानमन्त्रीज्यूले धरानको पानीका समस्याका लागि बोल्नुभएको शब्दहरू, बोल्नुभएका वाक्यहरू तपाईँलाई याद छ? सुन्नुहोस् त यो। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिले भएको थियो, त्यो डिपिआर भयो, त्यो खाने पानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। उहाँले बोल्नुभएका शब्दहरू अहिले व्यवहारमा उतार्नु भएको छ। धरानको पानीको समस्या हटाउनका लागि, पानीको समस्या समाधान गर्नका लागि यसपटक बजेटमा 1 अर्ब विनियोजन भएको छ। अब कुरा गरौँ हर्क साम्पाङ, जहाँ उहाँ चाहिँ धरानको प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ। उहाँले संसद भवनभित्र कहिले पनि धरानमा पानीको समस्या रहेको विषयमा चाहिँ कुरा उठाउनु भएन। उहाँले विरोध मात्रै गर्नुभयो। तर सम्माननीय प्रधानमन्त्रीज्यूले चुनाव अघि बोल्नुभएका शब्दहरू यथार्थ आफ्नो जिम्मेवारीमा उतार्दै गर्दा धरानवासीले पनि बुझ्नुपर्ने कुरा के हो भनेदेखि चाहिँ उनीहरूले चाहिँ कस्तो प्रतिनिधित्व छाने, उनीहरूको समस्याका बारेमा नबोलिदिने, एउटा पर्सनल आफ्नो व्यक्तिगत इगोको बारेमा मात्रै बोल्ने सांसदलाई उनीहरूले छानेर पठाए। यो कुराहरू चाहिँ स्वमूल्याङ्कन गर्नु होला है त। धन्यवाद।